हेलो साथीहरू, वेलकम टु माई भिडियो। हामी नेपालीहरू सबैजनाको मनमुटुमा बस्न सफल हुनुभएका गृहमन्त्री हाम्रो सुदन गुरुङजीलाई चाहिँ गृहमन्त्री पदबाट चाहिँ राजीनामा माग्नुभएको थियो र उहाँले एकदमै हाँसेर नै राजीनामा दिनुभएको छ। तर यो सबै हामी नेपालीहरूको लागि चाहिँ दुःख लाग्छ। अबको दिनहरूमा केही राम्रो हुन्छ कि भन्ने एउटा आशा पलाएको थियो, तर बस हुन सकेन होइन। नेपालमा यस्तै छ, एकले अर्काको खुट्टा तान गर्ने प्रविधिले गर्दा पनि हाम्रो नेपाल अब मेबी मलाई लाग्छ विकास हुन गाह्रो नै छ होइन। एकले अर्काको खुट्टा तान्ने होइन, अर्कोलाई नराम्रो भन्ने, त्यस्तो भएको कारणले गर्दाखेरि पनि हाम्रो नेपालमा अब विकास हुन गाह्रै छ। आशा गरौँ साथीहरू, अझै पनि केही राम्रो हुन्छ कि भन्ने एउटा आशा छ हामीलाई अझै पनि। तर यस्तै खुट्टा तान गर्ने प्रविधि अझै चलिरह्यो भने भन्न सकिँदैन साथीहरू के हुन्छ अबका दिनहरू होइन। अलिकति आशा पलाएको थियो, कति हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई लागेको थियो कि अबै नेपालमै बसेर पनि हामी बाँच्न सकिन्छ है, आफ्नो इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिन्छ है भन्ने टाइपको हामीलाई एउटा भाइब आइसकेको थियो। तर अहिले त्यो केही पनि सोचहरू रखेन। आशा गरौँ अझै पनि हामी सबैजनाले सुदन गुरुङजी नै अझै पनि गृहमन्त्रीमा पुनः फर्किनु हुनेछ भन्ने एउटा आशा छ। लेट्स सी, उहाँको जो कामहरू देखेर हामी एकदमै प्रभावित भएका थियौँ। त्यही कामले गर्दा नै अझै पनि कति प्राय हाम्रा दाजुभाइ दिदीबहिनीहरूले अझै पनि गुरुङजी नै, सुदन गुरुङजी नै गृहमन्त्रीमा फर्किनुपर्छ, उहाँ नै हुनुपर्छ भन्ने सोचहरू धारणाहरू राखिरहनु भएको छ। जुलुस नाराहरू अझै निकालिरहनु भएको छ। यो पर्सनल व्यक्तिको लागि मात्र होइन, हामी सम्पूर्ण नेपालीहरूको लागि नै हाम्रा दाजुभाइ दिदीबहिनीहरू अगाडि बढिरहेका छन्। नेपाल कसैको कब्जामा नरहोस्, नेपालीहरूले नै आफ्नो देश सञ्चालन गर्न सकौँ होइन साथी हो। त्यसैले तपाईँहरूलाई पनि के लाग्छ, सुदन गुरुङ अझै पनि गृहमन्त्रीमा पुनः रिटर्न ब्याक भए हुन्थ्यो भन्ने लाग्छ कि या अहिले जो सुदन गुरुङ हटेर जानुभयो यो नै ठिक छ? हजुरहरूलाई के लाग्छ कमेन्ट गरेर हजुरहरूले एउटा सल्लाह सुझाव दिनुहोला होइन। म पनि एउटा देशप्रेमी हो, हजुरहरू पनि देशप्रेमी नै हुनुहुन्छ भने चाहिँ पक्कै पनि एउटा राम्रो मान्छे नै गृहमन्त्रीमा आओस् भन्ने हामी धारणा राख्छौँ होइन साथी हो। सो त्यसैले आशा गरौँ अझै पनि हाम्रो देशमा राम्रा व्यक्तिहरू आउन् र देशको लागि, पर्सनल व्यक्तिको लागि नभई देशैको लागि चाहिँ एउटा राम्रो सोच्ने व्यक्ति जो राम्रो पदमा रहेर काम गर्न सकोस् भन्ने आशा गर्छु। हाम्रा कतिपय प्राय दाजुभाइहरू अझै पनि रोइरहेका छन्, किन नेपालमा राम्रो व्यक्तिहरू टिक्दैनन् होइन, राम्रो काम गर्न खोज्दा किन खुट्टा तानुन्छन् भन्ने हामी सबैजनालाई सोच भइरहेको छ होइन। सो ओके, हाम्रा पुराना नेताहरू पनि नगरेका होइनन्, उहाँहरूले पनि गरेका हुन्। तर उहाँहरूको जो सोच अबको जो युगमा चाहिएको थियो त्यो युगसम्म चाहिँ उहाँहरूले परिपूर्ति गर्न सकिरहनु भएको छैन। त्यसैले समय सँगसँगै हाम्रो जीवनलाई पनि परिवर्तन गर्नुपर्छ। त्यसैले नयाँ सोच, नयाँ विचार र नयाँ ढङ्गले चाहिँ अगाडि बढ्न जरुर छ अहिलेको समयमा। पुरानै सोच, पुरानै ढङ्गले हामी कहिले पनि अगाडि बढ्न सक्दैनौँ। हामी आफूले नै देख्न सक्छौँ नि, हाम्रो छिमेकी राष्ट्रहरू कहाँ पुगिसक्यो। चाइना हेर्नुहोस्, आज चन्द्रमा पुगेर आउनु भइसक्यो है। इन्डिया हेर्नुहोस्, आज कहाँ पुगिसक्यो।